अमेरिका र इरानको सम्बन्ध सहयोगीबाट कट्टर दुश्मनमा कसरी बदल्यो, आज हामी यही 70 वर्ष लामो जटिल इतिहासलाई केलाएर हेर्नेछौँ र त्यो नाटकीय घटनाबाट सुरु गर्नेछौँ जहाँ यो द्वन्द्व उत्कर्षमा पुगेको थियो। कसरी शीत युद्धका दुई बलिया साझेदारहरू एक अर्काको ज्यान लिने दुश्मन बने। यो विश्लेषणमा हामी ती महत्त्वपूर्ण मोडहरूलाई हेर्नेछौँ जसले यो सम्बन्धलाई बिगार्यो र अन्तमा सन् 2026 को विनाशकारी युद्धसम्म पुर्यायो। सन् 2026 को सुरुमा अपरेसन एपिक फ्युरी सुरु भयो। 15,000 भन्दा बढी निशानाहरूमा एकैसाथ आक्रमण भयो। तर यो सब किन भयो? यो अवस्था कसरी आयो? यसको जड बुझ्न हामीले 70 वर्ष पछाडि फर्किनुपर्छ। कथा सुरु हुन्छ सन् 1953बाट एउटा यस्तो गोप्य सैन्य कार्यवाहीबाट जुन अमेरिका इरान सम्बन्धको लागि पहिलो र सबैभन्दा ठूलो घाउ बन्यो। यो अपरेसनको नाम थियो अपरेसन एजेक्स। यो अमेरिकाको CIA र बेलायतको MI6 ले मिलेर गरेको एउटा गोप्य कारबाही थियो। उनीहरूको निशानामा थिए इरानका प्रजातान्त्रिक रूपमा चुनिएका प्रधानमन्त्री मोहम्मद मोसादेग। खासमा यसको पछाडिको मुख्य कारण थियो साम्यवादको डर र सबैभन्दा महत्त्वपूर्ण इरानको विशाल तेल खानेमाथिको नियन्त्रण। ल हेर्नुस्, यसको अमेरिकी कोड नेम थियो TP एजेक्स। यो अपरेसन सफल बनाउन के गरियो त? गलत सूचना फैलाइयो, पैसा दिएर भिड जम्मा गरियो अनि सेनाका अधिकारीहरूलाई घुस खुवाइयो। र नतिजा इरानको प्रजातन्त्रको अन्त्य भयो र त्यसपछि 26 वर्षसम्म शाहको तानाशाही शासन चल्यो। अब शाह सत्तामा आएपछि इरान अमेरिकाको एकदमै नजिकको सहयोगी बन्यो, यतिसम्म कि अत्याधुनिक अमेरिकी हतियारसहित इरान त्यो क्षेत्रको सुरक्षाको एउटा खम्बा नै मानिन्थ्यो। तर यो गठबन्धनको जग एकदमै कमजोर थियो, किनभने शाहको शासन एकदमै दमनकारी थियो। उनको गोप्य पुलिस सावाकले जनतामाथि दमन गर्थ्यो, जसले गर्दा भित्रभित्रै ठूलो असन्तुष्टि बढिरहेको थियो। र त्यही असन्तुष्टि अन्ततः विस्फोट भयो। अब जाउँ सन् 1979मा, जहाँ यो बलियो देखिने मित्रता एकै रातमा टुक्रा भयो। त्यो बेलाको अमेरिकी बुझाइ कस्तो थियो भन्ने कुरा राष्ट्रपति जिमी कार्टरको यो भनाइले प्रश्न पार्छ। सन् 1977मा उनले शाहको इरानलाई समस्याग्रस्त संसारमा स्थिरताको टापु भनेका थिए। तर विडम्बना हेर्नुस्, यो भनेको ठिक 1 वर्षपछि नै इरानमा विशाल जनआन्दोलन सुरु भयो। र त्यही आन्दोलनको क्रममा नोभेम्बर 4, 1979मा एउटा ठूलो घटना भयो। इरानी विद्यार्थीहरूले फेरि 1953 को जस्तै कु हुन्छ कि भन्ने डरले तेहरानमा रहेको अमेरिकी दूतावासमा कब्जा गरे र 52 जना अमेरिकीलाई 444 दिनसम्म बन्धक बनाए। बस यही घटनाले दुई देशबीचको सबै कूटनीतिक सम्बन्ध तोडिदियो र दशकौंसम्म चल्ने शत्रुताको सुरुवात गर्यो। यो बन्धक सङ्कटको असर दुवै देशमा गहिरो पर्यो। अमेरिकामा यसले कार्टर प्रशासनको पतन गरायो भने इरानमा धर्मगुरुहरूको शक्ति झन बलियो भयो। यति मात्र होइन, अमेरिकाले आफ्नो विशेष सैन्य कारबाहीको रणनीति नै बदल्यो भने इरानले क्रान्तिको रक्षा गर्न IRGC अर्थात् इस्लामिक रिभोल्युसनरी गार्ड कोरको स्थापना गर्यो। अब जब सीधा कुराकानीको बाटो बन्द भयो, तब लडाईँको तरिका बदलियो। द्वन्द्व अब छायामा सर्न थाल्यो। प्रतिबन्ध र प्रक्सी अर्थात् प्रतिनिधि शक्तिहरू मार्फत लडिन थाल्यो। इरानले मध्यपूर्वमा आफ्नो प्रभाव बढाउन प्रतिरोधको अक्ष एक्सेस अफ रेजिस्टेन्स भनिने एउटा सञ्जाल बनायो। यसमा को थिए त? लेबनानको हिजबुल्ला, इराकका शिया मिलिसियाहरू, यमनका हुथीहरू र गाजाको हमास। यही सञ्जालको प्रयोगले विशेष गरी इराकमा सैयौं अमेरिकी सैनिकहरूको ज्यान गयो। त्यसपछिका दशकहरूमा पनि तनाव घट्नुको सट्टा बढ्दै गयो। 1980 को दशकमा अमेरिकाले इरान-इराक युद्धमा इराकलाई साथ दियो। 1988मा अमेरिकी नौसेनाले इरानी युद्धपोतहरू डुबाइदियो। 2002मा इरानलाई दुष्टहरूको अक्षको हिस्सा बनियो र 2020मा एक अमेरिकी ड्रोन हमलामा इरानका सबैभन्दा शक्तिशाली जनरल कासिम सुलेमानी मारिए। हरेक घटनाले अविश्वासको खाडललाई झन गहिरो बनाउँदै लग्यो। यही तनावको बीचमा अर्को एउटा ठूलो मुद्दा थियो, इरानको आणविक कार्यक्रम। यो विषय यति गम्भीर बन्यो कि यसले एउटा ठूलो कूटनीतिक प्रयासलाई जन्म दियो, तर त्यो प्रयास पनि अन्ततः असफल भयो।
2015मा एउटा ऐतिहासिक सम्झौता भयो जसलाई JCPOA भनिन्छ। यसमा इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न र बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउन सहमति जनायो। केही समयको लागि तनाव कम भयो। तर 2018मा अमेरिका एकतर्फी रूपमा यो सम्झौताबाट बाहिरियो र अधिकतम दबावको नीति अन्तर्गत फेरि कडा प्रतिबन्धहरू लगायो। यसले दुवै देशलाई फेरि टकरावको बाटोमा फर्काइदियो। त्यो सम्झौता अन्तर्गत इरानले युरेनियमलाई 3.67% मात्रै सम्वर्धन गर्न पाउँथ्यो। अब यो भनेको बिजुली उत्पादन जस्ता शान्तिपूर्ण कामको लागि पर्याप्त हो, तर आणविक हतियार बनाउन चाहिने 90% भन्दा धेरै कम हो। तर जब सम्झौता टुट्यो, इरानले पनि जवाबमा युरेनियम सम्वर्धनलाई 60% पुर्यायो। यो हतियार बनाउने स्तरको एकदमै नजिक थियो। यसले इरानको ब्रेकआउट टाइम अर्थात् हतियार बनाउन चाहिने समय घटाएर केही हप्तामा झारिदियो। यो कुराले वाशिंटन र इजरायलमा ठूलो चिन्ता पैदा गर्यो। अब कूटनीतिको ढोका बन्द भइसकेको थियो र आणविक खतरा एकदमै नजिक देखिँदै थियो। यस्तो अवस्थामा प्रत्यक्ष सैन्य भिडन्तको लागि लगभग सबै तयारी पूरा भइसकेको थियो। र त्यो भिडन्त सुरु भयो। पहिलो चरण जुन 13, 2025मा इजरायलले इरानका आणविक केन्द्रहरूमा ठूलो हवाई हमला गर्यो। दोस्रो चरण इरानले बदलामा इजरायलको तेल अभिवमा 100औं ब्यालिस्टिक मिसाइल हान्यो। र तेस्रो चरण जुन 22मा अमेरिका पनि यो द्वन्द्वमा सामेल भयो र B-2 बमवर्षक विमानबाट बङ्कर बस्टर्स जस्ता शक्तिशाली बमहरू खसालेर इरानका भूमिगत सुविधाहरूलाई ध्वस्त बनायो। यो 12 दिने युद्ध छोटो तर एकदमै भयानक थियो। यसले तनाव झनै बढायो र एउटा ठूलो युद्धलाई लगभग निश्चित बनाइदियो। र यसैको पृष्ठभूमिमा हामी फेब्रुअरी 2026मा आइपुग्छौँ, जब इरानी शासनको शक्तिलाई जरैदेखि उखेल्न अपरेसन एपिक फ्युरी नामको पूर्णस्तरको सैन्य अभियान सुरु भयो। यो युद्धको सुरुवात एउटा विशेष रणनीतिबाट गरियो, जसलाई डिक्यापिटेसन स्ट्राइक भनिन्छ। यसको मतलब हुन्छ द्वन्द्वको सुरुमै शत्रु देशको नेतृत्व र कमान्ड संरचनालाई समाप्त पार्ने। र निशाना बनाइयो 37 वर्षदेखि शासन गरिरहेका इरानका सर्वोच्च नेता अली खामेनीलाई। आक्रमणको केही घण्टाभित्रै उनको मृत्यु भयो। यो आक्रमण यति भयानक थियो कि युद्धको पहिलो केही हप्तामै इरानको मिसाइल हान्ने क्षमता 90%ले घटाइयो। यसले इरानको जवाफ दिने शक्तिलाई लगभग समाप्त गरिदियो। त्यति मात्र होइन, इरानको ड्रोन आक्रमण गर्ने क्षमता पनि 95% भन्दा बढीले ध्वस्त पारियो। भन्नुको मतलब इरानको आक्रमणकारी शक्तिलाई निष्क्रिय पार्ने जुन सैन्य लक्ष्य थियो त्यो एकदमै छिटो पूरा भयो। अब अन्तिममा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। 70 वर्षको यो लामो द्वन्द्वपछि भएको यो युद्धले के साँच्चै संसारलाई सुरक्षित बनाएको छ, वा यसले भविष्यमा हुने अर्को कुनै द्वन्द्वको बिउ रोपेको छ? इरानी शासनको नेतृत्व त समाप्त भयो, तर त्यसको आन्तरिक संरचना अझै बाँकी छ। 7 दशक लामो यो दुश्मनीले लगाएको राजनीतिक घाउ निको हुन सायद अझै कैयौं पुस्ता लाग्नेछ।